हेलो साथीहरू, दर्शक नमस्कार। के छ हाल खबर हजुरहरूको? आज हाम्रो कम्पनीमा नयाँ प्रोजेक्ट आएको छ र त्यसैको लागि स्लम टेस्ट र एयर कन्टेन्ट टेस्ट हुँदैछ। अब यो कङ्क्रिटको काम भनेको चाहिँ अब जाडा मौसममा चाहिँ अब एकदम राम्रो हुन्छ, तर जाडा मौसममा चाहिँ फेरि अहिले कङ्क्रिट चाहिँ हार्ड बन्नको लागि धेरै टाइम लाग्छ। त्यही भएर मान्छेहरू गर्मी मौसममा चाहिँ अलिक धेरै आउने गर्छन्। प्रोजेक्टहरू नयाँ नयाँ चाहिँ धेरै आउने गर्छ, तर हामी काम गर्ने मान्छेले चाहिँ गर्मी मौसममा चाहिँ लास्टै लफडा हुन्छ, किनकि टेम्परेचर मेन्टेन गर्न धेरै गाह्रो हुन्छ र प्लस स्लम पनि एकदम टाढा हुन्छ, 1 घन्टाको बाटो जति हुन्छ। त्यसमा स्लम पनि एकदम ठाउँमा पठाउनलाई एकदम गाह्रै हुन्छ भनौँ न। त्यही पनि कोसिस गरिन्छ हाम्रो तर्फबाट, तर हाम्रै कोसिस गरिन्छ होइन। जति सक्दो हामीले आफ्नो 100% नै दिने हो। यो लुहादै टेक्निसियन एउटा स्लम बनाउनुलाई कमसेकम 5 मिनट लगाइदिन्छ। घोजे गर्छ, दिमाग खडा बनाउँछ। अहिले लास्टै ढिलो छ। ऊ त एयर कन्टेन्ट डलरले एयर कन्टेन्ट बनाएर ऊ त फिनिस गरिसक्यो, भइसक्यो। यसले भर्खरै स्लम नाप्दैछ। अब के भन्नु यसलाई, अब बिचरा यो पनि पुरानै मान्छे हो, साथी जस्तै हो।